यो छोरा मान्छेलाई चाहिँ के परिआय लाग्दो रहेछ साथीभाइ हो। यो मलाई परेको कुरा तपाईँलाई सुनाउँदैछु, अन्तिमसम्म हेर्नु होला, इन्ट्रेस्टिङ छ कुरा। हिजो बेलुका चाहिँ म गाडी लिएर सरर गइरहेको थिएँ। अचानक बाटोमा एकजना बहिनीले गाडी रोक्यो, अनि रोकिदिएँ। अन्त आएर अगाडि बस्यो। अन्त यसो हेर्दा त बहिनी त चाडकचिडिक थियो, सानो सानो परेको। त्यहाँदेखि मलाई यसो नामहरू सोध्नु मन पर्यो। अन्त नामहरू सोधेँ, कहाँ बस्छ के गर्छ सोध्दै गएँ। उसले सबै बताउँदै गयो। ऊ पनि निकै गफ गर्ने खालको बहिनी रहेछ। त्यहाँदेखि सोध्दै जाँदाखेरि गफ गर्दै गइरहेको थियौँ साथीभाइ हो, होइन। बाटो काटेको चालै पाइएको थिएन, मजा आइरहेको थियो। अन्त अहिलेको भाइहरू जस्तो भने चाहिँ अघि फोन नम्बर मागिसक्ने सम्भावना पुगिसकेको थियो। अन्त हामी चाहिँ गफ गर्दै गर्दै गइरहेको थियौँ, सरर गइरहेको थियौँ। अचानक त्यो बहिनीले त गाडी रोकिमाग्यो, यहीँ रोकिदिनुहोस् दाजु भनेर। किनकि उसको चाहिँ घर जाने बाटो चाहिँ पुगेको रहेछ नि। अन्त रोकिदिएर चाहिँ ऊ चाहिँ झऱ्यो। थ्याङ्क यू दाजु भन्दै गइगयो। मलाई त विश्वास भयो क्या। त्यति बेला त जसँग बिम्जी पठाएछु कि सपनामा पो रहेछ साथीभाइ हो। थेच